हेलो साथीहरू, आजदेखि नेपाल टिमको म्याच स्टार्ट छ। यानि कि CWC लिग 2 को म्याच स्टार्ट छ। अनि आजको नेपालको फर्स्ट म्याच नेपाल भर्सेस युएसए छ। अनि यो म्याच नेपाल टिमको लागि धेरै च्यालेन्जिङ हुनेछ, किनभने उतातिर तपाईँ हेर्नु युएसए जुन चाहिँ 20 वटा म्याच खेलेर 14 वटा म्याचमा जितेको छ अनि मात्र 6 वटा म्याचमा हारेको छ। अनि यतातिर नेपाल पनि 16 वटा म्याच खेलेको छ, त्योमा 9 वटा म्याच नेपालले हारेको छ, मात्र 5 वटा म्याच जितेको छ अनि एउटा म्याच ड्र भएको छ। त्यही भएर CWC लिगको फर्स्ट म्याच नेपालको लागि इजी हुने छैन, किनभने तपाईँ युएसए को टिमलाई हेर्नु, तपाईँ युएसए को टिममा तपाईँ बढी हेर्नुहुन्छ भने इन्डियन प्लेयरहरू छ, मात्र नाम छ युएसए। त्यही भएर यो म्याच नेपालको लागि धेरै च्यालेन्जिङ हुनेछ। अनि हामीहरूले आशा र विश्वास छ कि नेपाल जुन तरिकाले T20 वर्ल्ड कपमा पर्फर्मेन्स गर्यो त्यही तरिकाको पर्फर्मेन्स यो ओडिआई सिरिजमा पनि गर्नेछ। ल, अल द बेस्ट नेपाल टिम, गुड लक।